हेलो गाइज, आजभोलि मान्छेहरू भाइरल हुन के चटक गर्छन् र त्यस्तो चटकहरूमा आउँछ फनी फनी कमेन्टहरू। हेर्नेछौँ आज हामी त्यस्तै 4-5 वटा फनी कमेन्टहरू हेरेर इन्जोय गर्नुहोस्। लेट्स बिगिन। हैट, केटीहरूको कमेन्ट्सलाई नसकिने भो। पहिला यो भिडियो हेर्नुस् अनि फनी कमेन्ट्स पढ्ने है त। कमेडी यो जुनी त पर्खेरै जाला जस्तो छ नि, रोएरै बित्ला जस्तो छ, तिमीलाई सम्झेरै कट्ला जस्तो छ नि। तो चलिए शुरू करते हैं। हैन, यो के को मन्टा हो? मन्टा होइन के मुन्टा, फर्सीको मुन्टा। रातभरि आफै तान्छ के हो यो भाइले? जिम जाने कस्तै हुन्छ के। चैतमा फल्ने ऐसलु जस्तो छ त। कालो भइसक्यो फेरि, त्यो पहिला हरियो होला होइन। मेरो पनि छैन यत्रो त। खै ए केटले पो भनेको हेरम अनि मात्रै वी बिलिभ यु। यो चाहिँ सही हो यो भनेर बेबीले खाएर होला है। बच्चाको आमा, बच्चाको बाउ। पाउ मन्टा, लाम्टा। लु, यति गरेपछि कस्तो भाइरल नहोला त हैन गाइज। भिडियो हेरौँ अनि फन्नी कमेन्ट्सको मजा लिम्ला। लुगा कस्तो, कम्मर कस्तो, के हो यो? मैले त कुरै बुझिनँ त यार। तपाईँले बुझ्नुभयो कमेन्ट गरिहाल्नु, के हो यस्तो? छा यस्तो गऱ्यो भने यति होला जस्तो छ है। तो चलिए शुरू करते हैं। वाउ, सुकुटी। डबल ड्राइभ पोर्ट सुकुटी। मुस्ताङको एप्पललाई अलि सही ठाउँमा राख्नु पर्यो दिदी। होइन दुब्लो त म पनि छु, तर यस्तो त छैन नि त यार। यति त यो त सुकिनासै लाग्यो हो। म कमेन्ट हेर्न आएको है। फटा जोइ रे फेरि कमेन्ट गर्ने भने। आफ्नो शक्तिको गलत युज नगर्नु दिदी। मैं आंखें बंद करता हूँ तो मैं देखता हूँ। बाय बाय। हैन, यो गीत हो कि टेन्सनको भकारी? यो सुन्नुस् अनि फन्नी कमेन्ट्स पढ्ने है त। लास्ट टेन्सन छ यार, माम दोस्रो जिन्दगी मार्छ हो। ओके, कमेन्ट्स पढौँ है त। के लामो जस्तो गीत हो। ज्यान जाला यो गीतमा टिकटक बनाउँदिन म। सेल्फी मैंने ले ली आज दिनचा पूजाको जस्तो गीत छ यार यो त। चिल गाइज, हग्ने बेला सोचेको लिरिक्स हो। देशको चिन्ताले मार्यो, एक्सको चिन्ता एक्सको चिन्ताले त मार्छ। मार्यो। ल ल बहिनी, यो भन्दा धेरै टेन्सन चाहिँ नगर्नु ल। टेन्सन पर म लिन्छु, किताब पढ, एसएलसी एक्जाम आइसक्यो यार, कहिले पढ। नभएको टेन्सन नि यो गीत सुनेर टेन्सन आयो। टेन्सन भाग्ने होला यार बरु यो गीत सुनेर त। यो यस्तो जाब त। ल गाइज, के गर्दा ठिक होला त? पहिला यो भिडियोको क्याप्सन पढौँ अनि फन्नी कमेन्ट्स पढौँला। क्याप्सन: अब शनिबार नुहाउने कि आइतबार? कन्फ्युज बनायो यार बालेन सरकारले। हैन 2 दिन बिदा छ के हो नि। अगर हम करें तो करें क्या, बोले तो बोले क्या। ओके, कमेन्ट्स पढौँ है त। शनिबार नुहाएपछि आइतबार रिसाउने, आइतबार नुहाएपछि शनिबार रिसाउने। मैले दोषलाई छोड्छु। यस्तो कन्फ्युज भयो भने त फेरि 1 महिनासम्म ननुहाई बस्लाउने फेरि। ये समस्या है। शनिबार साबुन लगाउने, आइतबार पखाल्ने हो रे। त्यो चाहिँ ठिक हो हैन। शनिबार टाउको धुने, आइतबार जिउ धुने, बस सिम्पल। आफू त दसैँ तिहारमा नुहाउने मान्छे, के स्वाद। मलाई पनि खासै मतलब छैन। महिनामा एकचोटि शिवरात्रिको दिन नुहाउने, बस सक्यो। शनिबार र आइतबारको बिचमा नुहाउने। रिल्याक्स गाइज, स्याटरडे टाउको अनि सन्डे जिउ नुहाउने रे। मैले भने हैन भर्खर सेम।
यो भिडियो एआईले बनाएको जस्तो लाग्ने मलाई मात्र हो कि के हो भिडियो हेर्नुस् अनि त्यसपछि फन्नी कमेन्ट्सतिर जाम्ला आज मलाई एकदमै धेरै माया गर्ने दिजुको छोरीको बिहेमा जाँदैछु देख्न सक्नुहुन्छ म तयार पनि भइसकेँ आज चाहिँ यो तासको ब्लाउजमा रातो साडी लगाएकी छु यो नेकलेस चाहिँ हामीले 4.5 तोलामा तयार गरेका छौँ हम लोगों ने गरीबी देखी अनि कानको झुम्का चाहिँ हजुरको गोल्डन त्यो मिठाईमा पाउँथ्यो नि पहिला पहिला गोल्डन ऱ्यापरले ऱ्यापिङ गरेको जस्तो छ 1.5 तोला रहेको छ बिन्दी चाहिँ हजुरको आधी तोला होइन यो कुरा चाहिँ 4.5 तोलामा हामीले तयार अरे गरेका भाइ मलाई मेरो गरिबी याद आयो यार तिन नदेखाउनु दिदी माफ गर्नु छौँ नवरत्नै सेटको त्यसै गरी छड्के तिलरी यो चाहिँ मेरो बिहेको छड्के तिलरी ओके कमेन्ट्स पढौँ है त यो दिदीले लगाएको सुनले मेरो लोन तिर्ने रहेछ मेरो के मेरो पडोसको छिमेकीको यताउता सबैको जिल्लाकै लोन तिर्ला जस्तो छ यो त लक्ष्मीको फोटो जस्तो देखियो सबै घरबारी नै धरोटी राखे पनि आउँदैन यति धेरै सुन कताको बाटो आउनुहुन्छ दिदी बताउनु जोस जोसमा रिप्लाई गरिदिनु होला अनि आउला नि बन्दुक सुमातेर सुन देख्दा नि रिङ्गटा लाग्छ मलाई त कैसा लगा मेरा मजाक त्यो कमसेकम 20-25 तोला त छ 1 तोलाको 2 लाखको हिसाबले 50 लाख 60 लाखको त माल हो यार सुन है सुन यो नेकलेस चाहिँ हामीले 4.5 तोला झुम्का चाहिँ हजुरको 1.5 तोला बिन्दी चाहिँ आधी तोला यो चुरा चाहिँ 4.5 तोला हजुरको छोरीको बिहेमा भयो जाँदैछ के भयो आधा करोड बोकेर जान लाग्नु भएको रहेछ आधा करोड कहाँ आधी करोडले पुग्छ बेसी नि यता बाजेको यो अर्ग्यानिक गीत सुन्नुस् त्यसपछि फन्नी कमेन्ट्सको मजा लिम्ला है त सोल्जी सलाम छ ए सोल्जी सलाम छ कट्टु भित्र कलम छ के बोले भाइ के बोले असली लङ्गले आता के बोले खोली सुङ्ता गनाउँछ त्यसले मान्छे भक्खर बनाउँछ ओके लास्टै छाडा छा कमेन्ट्स पढौँ है त हैट फटा बुढो यो पक्कै पनि झापाली हुनुपर्छ मेरो त गनाउँदैन है नपत्याइ सुग्न आए हुन्छ जाऊ एडिटरको गए हुन्छ सुन्न कलमले बमिट गर्छ कि गर्दैन बाजे के याद गराएको बनाउँछ बाजे बिउ मात्र हो 9 महिनापछि हो मान्छे त हलो लाउने मात्रै हो लु पुरै संस्कारी गाउँले जीवनवाला भाइब आउने यो भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने आगो त दामी बोल्या छ है हट ये कर लो पहले अरे भाई जल्दी बोलो कल सुबह पल मेल निकलना है तो चलिए शुरू करते हैं खाना बनाएको कि टिकटक बनाएको आगो बलिरहेको छ त किन चलाउनु नसा चढ नाटकै हो त्यो खासमा चाहिँ आगो बालिदिएको कसै अरूले माथि भाँडो बिसालिदिएको कसै अरूले गएर यसो बस्यो यसो गर्यो बस सक्यो टिकटक भाइरल एक दिन भात पकाउन पठाएको त भिडियो पोस्ट बनाएर बसेछ है पिओभी म भात पकाएको जस्तो गर्छु मेरो भिडियो बनाइदे ल नेपाली गर्ल इन फ्रन्ट अफ चुलो बी लाइक गाउँमा मेरो माटोको घर छ यसमा म केही बोलिने त कन्ट्रोभर्सी हुन्छ भयो त यो भिडियो हेरेपछि कमेन्ट्समा बिरामी हुनेहरूको लर्को पहिला भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त ओके कहाँको नर्स हो कि यस्तो यार म पनि जानु पर्ला तो चलिए शुरू करते हैं यतिको नर्स भएको हस्पिटल पाए त 1 वर्षसम्म डिस्चार्ज नै हुने थिएन म त डेली पेट दुख्यो भने डेली गइदिन्छ तिमीसँग टिकटक बनाउनको लागि भए पनि बिरामी हुनु पर्यो हस्पिटल पत्ता लगाउनु पर्यो केटा हो फर्स्टमा अङ्कल बिसेक भएर पनि कम्तीमा अरू 2 दिन पक्का बस्नुहुन्छ मुन्ना भाइ एमबीबीएस मुन्नी दिदी एमबीबीएस बिरामीको लागि सबैभन्दा ठुलो मेडिसिन भनेको नै ह्याप्पी खुसी दिनु हो ये बड़ी अच्छी बात बुढो पनि
पुरा धिरा छ नि त यता नर्स मुसुक्क उता अस्पतालको बिल भुसुक्क त्यसको एक्स्ट्रा चार्ज लाग्छ अरे नि त 10,000 रुपियाँ पर डे लगाइस माटोबाट सुन खोज्दै पत्याउनुहुन्छ यो भिडियो हेर्नुहोस् त्यसपछि फन्नी कमेन्ट्स पढ्ने है त यसमा यो मेसिनमा हालेर चाल्ने होइन सुन चाल्ने ए पानी हालेर चाल्ने हो होइन त्यो बालुवा भए पनि तलतिर अलिक बग्ने भयो होइन 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 यता माथि बस्ने भयो बालुवाबाट तलतिर आउने भयो सुन माथितिर बस्ने भयो होइन के गर्नु चाहिँ के गर्नु सुन चाल्न आएको आयो त सुन यो भयो 5 तोला 10 करोड भन्थ्यो भने यसलाई यस्तो राम्रो थियो होइन त्यो अगाडिको राखेको यसमा राखेको सुन त्यही हुन्छ जाँदैन जान्न अरे भाइ त्यो गराउनलाई पनि दुःख छ है दिनभरि घाममा यसरी चाहिँ गराउन यही हो ए यस्तै तरिकाले गराउनु ओके कमेन्ट्स पढौँ है त दिनमा 3-4 बोरा सुन एउटैले जम्मा गर्ने रहेछ सुन होइन त्यसलाई त माटो भन्छन् माटो हो रातो माटो यसरी खोलामा सुन पाउने भए किन खाडीमा चाकबाट पसिना बगाउन जानु पर्थ्यो र कोदो टिपिसकेपछि नल गाडेर फलाउँछु भन्नु र माटो खदालेर सुन निकाल्छु भन्नु एउटै हो होइन पाइन्छ सुन त सुन खोज्ने भनेको यस्तै हो बालुवा माटो चाल्दा सुन पाउने देशको मान्छे खाडीमा बाख्रा चराउने काम गर्छु म पत्याउनु हुन्छ सुन मात्र होइन त्यसको बिल पनि खोज्नु फेरि सुन पायो भने त सरकारलाई लाग्छ त नेपालमा त गाह्रो छ कानुन पनि 1 केजी जति सुन बेचेर भयो नि एउटा गन्जी लगाउनु पर्यो अङ्कल सुन चाँदी खोज्ने मान्छेले त अलिकति राम्रो लगाउनु पर्यो नि यहाँ पैसै नभए जस्तो गरिब जस्तो कहाँबाट भेटिन्छ पैसाले पैसा तान्छ भन्ने थाहा छैन त्यो अघिको दिदीलाई लिएर आउनु न चुम्बक हुन्छ नि ओके गाइजहरु होप गर्छु कि तपाईहरुले आजको भिडियो मन पर्यो यस्तै भिडियो फ्युचरमा पनि हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब